ए जीव भोलि आउँदा आमा बाउसँग आइज है, कुरा गर्न छ तेरो आमा बाउसँग मैले। आइकल नि बोलौँ म मेरो नयाँ फ्यामिली बनाउँछु। के केटीसँग रिलेसनसिपमा बसे जस्तो लाग्यो कि क्या हो फ्यामिलीसँग बसेको? प्रब्लम नै त्यही फ्यामिली हो क्या, बुझ्यौ? प्रब्लम फ्यामिली होइन सङ्गत हो जस्तो लाग्यो मलाई। डोन्ट ट्रस्ट योर फ्यामिली हो कि ढुक्कले साले साथीले राम्रो बाटोमा हिँडाउने कोसिस गर्छ पाइते सुझाव नदे। राम्रो बाटोबाट जाँदा राम्रै हुन्छ क्या, विश्वास गर क्या। आफ्नो सुट गरेर हिँड न। भगवानले जहिले पनि माया गर्छ, त्यसैले भगवानलाई नै फलो गरौँ। सुनिस आमा बाउ भनेको भगवान हुन्, एकचोटि राम्ररी सोच। अलिअलि ठ्याकठुक पर्दैमा सम्बन्ध नै तोड्दिने भएको भए नेपालको सबै मान्छेको डिभोर्स हुन्थ्यो। तँलाई पो तेरो आमासँग डर लाग्छ त म्याच सिक्ने, तँलाई पो तेरो बाउसँग डर लाग्छ त। अनि मुझे त्यही भएर मुझे जिन्दगी फक भइरहेछ म्याच चिन्ने। ल नयाँ होस्या पुरानो आमा बाउसँग आइज भोलि त्यहाँ। अब भन्नुहोस् तपाईँको वी आर फ्यामिली नयाँ कि पुरानो? त्यो तपाईँको सरोकारको विषय होइन, तपाईँ आफ्नो काम गर्नु। अनि सागर तेरो आमा बाउ खोइ त? हामी आमा बाउ हेर्नेर बस्दैन। आमा सामा बाल छैन हामीलाई। तपाईँको छोराको सङ्गत कस्तो कस्तो सङ्गत छ थाहा छ? भन्नु न थाहा पाउँछु। फेरि यही छुट्टीहरू आएछ मेरो क्लासमा। सर के सोच्नु भएको? किन होइन सबले आफ्नो आफ्नो प्रेजेन्टेसन त रेडी पारेर आएको छ नि आज। रेडी हो, बाल छैन मुझी। ल भिटेन रेडी होस्। म त रेडी छु। तेरो अर्को पार्टनरको हो रे सर, बिमल आउँदैछ त्यो सालेले फेरि नाइट ड्युटी गर्न थाल्यो कि क्या हो? मे आई कम इन सर? भाइ त आइज बस मसँग कि घर जा होइन। यहाँ अगाडि आइज छिटो। झ्याउ लागिसक्यो मुझे, रिस उठेर आउँछ नि झ्याम अगाडि न अट्कु भ्याचका भ्याच हान्दिनु मुझे। के हो दाइ मैले बेसी हान्दै क्या। एक नम्बरको क्लासिक बिजनेसम्यान छिर्नु भयो अगाडि। हात्ती खोजिरा अगाडि त स्याल छ त। गेडो बिमल प्रेजेन्टेसन रेडी छ नि होइन तेरो? हजुर छ सर। मुझे अगाडि हजुर दिन्छ म्याच चिन्ने। ल भिटेन त पनि आइज त यहाँ। अघि त रेडी छु भन्दै थिइस् त। जे पनि गर्न रेडी हुनु पर्यो क्या, एनी टाइम क्या। अनि आइज न त अगाडि। सिलु तिमी जाऊ न त। म जाँदिन। ओए म्याम पका। ल बिमल एक्लै गर अब। के सर मास्टर भ्युसन? साले प्रेजेन्टेसन के तेरो घटिया दिमाग। तर दिमाग राम्रो पनि छ। तँ त्यहाँ बसेर नबोल त, हिम्मत भयो अगाडि आएर बोल। कति के बुझ्छु त्यति चाहिँ बोल्छु। सोचेर बोल रन्डीको बान। तिमी अलिक सुस्त बोल है। पारा भन्ने यस्तो पारा बाल छैन, अब हान्दिने हो बोल्दिने ब्राङ बुडुङ मतलब छैन हो नि त। मेरो मुखबाट सुन्नु पर्दा फ्याक्ट मैले हिजो बोलिसकेको छु। के बोलिस् र त्यस्तो फ्याक्ट कुरा? त्यो रन्डीको बानले हल्ला नगर भनेर म चुप लाग्छु म्याच सिक्ने। अब घर जा त। मेरो घरमा चुस्ने चाट्नेहरू आएर बसिरहेछ। नेपाल त मेरो घर हो। नेपाल डी छान्दे आस्पेक्ट नेपाल। यस्तो रन्डीको छोराहरूको नेपालमा काम छैन, कट्टा हान्देहरूलाई म्याच सिक्ने। ल बिमल हार्डको ड्रइङ बना त ल हेरौँ पहिला। यो के गरेको त्यस्तै हुन्छ मुटु? मेरो मुटु भनेकै तिमी हौ, छाती भित्र तिमी नै तिमी छौ। तेरीमा झ्याक्ने लभ गर्ने त। ओइ साले तँ फेरि लभ लेटर दिँदै छस् कि क्या हो सिलुलाई? निवेदन भन्छ कि त्यसलाई, निवेदन। रन्डीको बान कुरा एउटै होइन र? कागजमा लेखेर निवेदन दिएको हो। जा लेख, जा कडा लेख। कोकोलाई रिस उठ्यो कडा लेख। ल लभ गरेको थाहा पायो भने चाहिँ राम्रो हुँदैन है फेरि। लभ यु है। ओइ फेरि तँ सुरु भइस्। यति हो प्रपोजमा आई लभ यु मात्रै हुन्छ? सिलु हेर त त्यो पेपरमा के लेखेर दिएछ। कबाडीले पनि हेर्दैन के। हेर न एकचोटि। त कसैले हेर्दैन रन्डी। झारे पारे केटालाई हेर्दिन क्या फेरि। ल त नि सिलु तिमी आउ त ल प्रकाशसँग अगाडि अब। इट्स नट माल इट्स बिमल। ओइ तँ चाह त अब घर जा गेडो। ल प्रकाश त आइज त एक्लै आएर भए पनि दे त प्रेजेन्टेसन। ओइ छिटो आइज भनेको। ए ल सर आए एकैछिन है। तँ आउँछस् कि म आम त्यहाँ? ए आए सर। लाउनु सर। के हो यो? प्रेजेन्टेसन। फेरिमा झ्याक्ने प्रेजेन्टेसन माग्यो भने लेखेर दिन्छ। डिसिप्लिनमा बस भन्यो भने डिसिप्लिन लेखेर त्यो माथि बस्छ। मैले कपीमा लेखेर निवेदन दिएको हो। के भने? के बोलेर मैले? थोपडा हेरेर थाहा पाउँछु म्याच सिक्ने कसले के भन्नु खोज्दैछ सिक्ने। तँ यस्तो किन छस् भन् त, सङ्गतले नै बिगाऱ्यो होला तँलाई पनि। रातलाई दिनले त राति हु त कालो हु भने होइन, ऊ पहिल्यैदेखिबाट नेचुरल उस्तै हो। ल साकार र जीवा बाइजे त प्रेजेन्टेसन दिन। I am a dope artist. I am the best of the best battle rapper ever alive in the universe. 100%. I'm a dope rapper from Nepal. I'm a dope rapper right now. अब छोड दे भाइ ऱ्याप स्याप। ऱ्याप हान्छु यहाँनिर भाइ, क्यामेरा निकाल क्यामेरा। मुझे मेरो लागि यही हो हलिउड अमेरिका। ऱ्याप सुन्न खाटेको। के हो भिटेन भाइब्स त खतरा आइरहेछ त। महलका पुसी हान्ने भाइबमा। आजकल त्यस्तो ऱ्याप हान्ने भाइब्स बनिरहेको छैन। ल साकार र जीवा अगाडि आएर ऱ्याप हान्थन्। ल मैले यो सब गर्न लगाएकै तिमीहरूको कन्फिडेन्ट बढाउनलाई हो। अगाडि आइज त ल। यस्तो गमारहरू गड कहाँबाट आउँछन्?
ल ऱ्याप हान्द ल उही सबजना सुनाइ त्यहाँ सुन्दिनँ म चाहिँ सिङ्गरको मात्र सुन्छु जो पायो त्यही कहाँ गीत सुनेर बस्छु म चाहिँ